नेपाल प्रिमियर लिग सिजन 3 को अक्सन सकिएको छ। यो अक्सनमा विभिन्न टोलीहरूले विभिन्न खेलाडीहरू खरिद गरेका छन्। कसैले 6 खेलाडी खरिद गरेका छन्, कसैले 7, कसैले 8 सम्म खेलाडी खरिद गरेका छन्। दिपेन्द्र सिंह गिरीको कप्तानीमा रहेको सुदूरपश्चिम रोयल्सले आफ्नो प्रदेशमा रहेका धेरै खेलाडीहरू, जहाँका स्थानीय खेलाडीहरू रहेका छन्, ती स्थानीय धेरैभन्दा धेरै खेलाडीहरूलाई टिममा खरिद गरेको छ। त्यस्तै गरी विराटनगर किङ्सले पनि त्यही शैलीलाई पछ्याएको छ। चितवन वाइन्डर्सले पनि त्यही खालको काम गरेको छ र एउटा नाम जसले स्थानीय खेलाडीहरूलाई यो पटक प्राथमिकतामा राखेन अथवा सबैभन्दा कम खेलाडीहरू आफ्नो टोलीमा स्थानीय अथवा प्रदेशका खेलाडीहरू राखेको छ, त्यो टोलीको नाम हो पोखरा एभेन्जर्स। पोखरा एभेन्जर्सका समर्थकहरूमा जहिले पनि पोखरा एभेन्जर्सले ठुलो टोली निर्माण गर्छ भन्ने एउटा खालको चाहिँ अपेक्षा रहेको छ। त्यसको विपरीत सधैँ जस्तो पोखरा एभेन्जर्सको टोली चाहिँ एक हिसाबले सन्तुलित विहीन जस्तो देखिने गर्छ र अहिले पनि पोखरा एभेन्जर्सको टोलीमा रिटेन भए पश्चात र अक्सन सकिए पश्चातको अवस्था हेर्ने हो भने पोखरा एभेन्जर्सको टोलीमा अहिले पनि 4 ओपनर रहेका छन्। कुशल भुर्तेल, दिनेश खरेल, अर्जुन कुमार र सन्नी विक। पोखरा एभेन्जर्सले सन्नी विकलाई खरिद गरेको छ। सन्नी विक धनगढीमा क्रिकेट खेल्ने खेलाडी हुन् र उनी पछिल्लो समय गण्डकी प्रदेशमा कहीँ कतै खेलेको मलाई याद छ भने कैडाकट मेयर्सको तर्फबाट उनी ओपनिङमा आएका थिए। एक म्याचको डाटा मलाई जानकारीमा रहेको छ। उनले केही आक्रामक ब्याटिङ गर्न सक्ने क्षमता राख्छन्। यो पटक पनि पोखरा एभेन्जर्सले सिजन 1 र सिजन 2 जस्तै 3 मा पनि त्यही खालको टोली निर्माण गरेको छ। टोली कस्तो बनिरहेको छ, के बनिरहेको छ, यो आम तपाईँ समर्थकहरू, पोखरा एभेन्जर्सको समर्थकहरूले आफै मूल्याङ्कन गर्नुहोला। र यो पटक पोखरा एभेन्जर्सले मात्र 3 गण्डकी प्रदेशका खेलाडीहरू खरिद गरेको छ। अर्जुन कुमार, विपिन खत्री र सुदीप अर्याल, यी 3 खेलाडी मात्रै खरिद गरेको छ। र मलाई केही साथीहरूले फोन गर्नुभएको थियो, केही साथीहरूले म्यासेज पनि गर्नुभएको थियो, पोखराका साथीहरूले, र भन्नुभएको थियो यो पटक पोखरा एभेन्जर्सले स्थानीय खेलाडीहरूलाई निरुत्साहित गर्यो। जसरी समेट्नुपर्ने हो समेट्न सफल भएन। पोखरा एभेन्जर्ससँग खरिदका विकल्पहरू रहेका थिए र गण्डकी प्रदेशसँग पनि ती खालका खेलाडीहरू रहेका थिए। ती खेलाडीहरूमा पोखरा एभेन्जर्सले बोली लगाउनु नै उपयुक्त सम्झेन, बरु बोली लगाइदियो। आसिफ शेखलाई फेरि एकपटक अर्को एउटा ओपनरको लागि बोली लगायो भन्ने खालको कुराहरू गरिराख्नु भएको छ। यो कुरा कति सत्य होला, तर यहाँ हामी डाटागत रूपमा हेर्ने हो भने, खेलाडी खरिदको हिसाबले हेर्ने हो भने यो कुरा धेरै हदसम्म सत्य देखिन्छ। किनकि सत्य देखिन्छ कि मात्र 3 खेलाडीहरू, अर्जुन कुमार जो अघिल्लो सिजनमा पनि पोखरा एभेन्जर्सबाट खेलिरहेका थिए, तिनै अर्जुन कुमारलाई रिटेन गरेको थियो, र विपिन खत्री जो गण्डकी प्रदेशका कप्तान पनि हुन्, उनलाई पनि रिटेन गरेको थियो। र त्यो बाहेकको अर्को एउटा नाम मात्र जो अक्सन भएको थियो, अक्सनमा एउटा मात्र नामलाई खरिद गरेको छ पोखरा एभेन्जर्सले। ती खेलाडी हुन् सुदीप अर्याल। सुदीप अर्याल स्याङ्जामा जन्मेका हुन् र मेरो जानकारीमा भएसम्म उनी पछिल्लो समय चाहिँ नवलपुरबाट क्रिकेट खेल्ने गरिरहेका छन् र त्यो पनि गण्डकी प्रदेशभित्रै रहेको छ। एउटा मात्र खेलाडी यो पटक अक्सनबाट खरिद गरेको छ र उहाँहरूले जो मलाई साथीहरूले फोन गरेर भनिरहनु भएको थियो, त्यो हिसाबले हेर्दाखेरि कहीँ कतै पोखरा एभेन्जर्सले यो पटक आफ्ना स्थानीय खेलाडीहरूलाई अलिकति जुन खालको महत्त्व दिनुपर्ने हो त्यो खालको महत्त्व नदिएको चाहिँ अक्सनबाट देखिन्छ। यो पटक अक्सनमा पोखरा एभेन्जर्सले सन्नी विकलाई खरिद गर्यो। सन्नी विक मैले अघि नै भनिहालेँ, उनी धनगढीमा क्रिकेट खेल्ने गर्छन् र उनी यदाकदा गण्डकी प्रदेशमा आएर क्रिकेट खेलेको रेकर्ड चाहिँ रहेको छ। त्यस्तै गरी सुदीप अर्याललाई खरिद गरेको छ। सुदीप अर्याल पेसर बलर हुन्, उनी चाहिँ गण्डकी प्रदेशकै रहेका छन्। त्यस्तै गरी अर्को एउटा खरिद गरेको नाम छ विवेक राणा। मगर पोखरा एभेन्जर्सको लागि खरिद गर्नै पर्ने खेलाडीका रूपमा मैले लिएको छु विवेक राणा मगरलाई। उनी बागमती प्रदेशको लागि क्रिकेट खेल्ने गर्छन् र उनी हार्ड हिटर पनि हुन् र उनी राइट आर्म पेसर पनि रहेका छन्। त्यस कारणले विवेक राणाको खरिद चाहिँ पोखरा एभेन्जर्सको लागि राम्रो नै खरिद रहेको छ। त्यस्तै गरी अर्जुन घरतीलाई ए क्याटेगोरीबाट खरिद गरेको छ। अर्को विकेट किपर ब्याटर खरिद गरेको छ अर्जुन घरती, जो 5औं या 6औं नम्बरमा ब्याटिङ गर्न सक्ने क्षमता राख्छन्। अर्जुन घरती योभन्दा अगाडिका 2 सिजनमा कर्णाली याक्सबाट खेलेका थिए, पछि भने रिलिज गरिदिएको थियो। गण्डकी प्रदेशका दीपक प्रसाद धुम्रेलाई नै रिटेन गर्दै सोही प्रकृतिको विकेट किपिङ गर्ने अर्जुन घरतीलाई पनि यो पटक कर्णालीले रिलिज गरेको थियो र त्यो रिलिज गरेको फाइदा यो पटक आसिफ शेखलाई खरिद गर्न नसकेपछिको अवस्थामा अथवा आफ्नो भाग्यमा नआइसकेपछिको अवस्थामा अर्जुन घरतीलाई खरिद गरेको छ। र त्यस्तै गरी अर्को खेलाडी खरिद गरेको छ प्रतीक पोखरेललाई खरिद गरेको छ। प्रतीक पोखरेल उनी अन्डर 19 का खेलाडी हुन्, कोशीको लागि खेल्ने गर्छन् र उनी मेरो जानकारीमा आएसम्म उनी राइट आर्म मिडियम पेसर बलर रहेका छन् र कोशीको अन्डर 19 को टिमबाट खेल्ने गरिरहेका छन्। र विपिन आचार्य बागमती प्रदेशबाट क्रिकेट खेलिरहेका खेलाडी हुन्, उनी राइट आर्म स्पिन गर्ने गर्छन् र अलराउन्डर पनि रहेका छन्। यी 6 खेलाडीहरूलाई पोखरा एभेन्जर्सले खरिद गरेको छ। पोखरा एभेन्जर्सले 6 खेलाडीहरू खरिद गर्दा मात्र 1 खेलाडी
यो पटक गण्डकी प्रदेशबाट खरिद गरेको छ र मलाई व्यक्तिगत रूपमा के लाग्छ भने जति पनि एनपिएलका टिमहरू रहेका छन् ती टिमहरूले चाहिँ कम्तीमा पनि आफ्नो प्रदेशका खेलाडीहरूलाई धेरैभन्दा धेरै अप्सन दिनुपर्छ भन्ने लाग्छ। त्यसले अपनत्व पनि हुन्छ र त्यो टिमलाई त्यो प्रदेशका समर्थकहरूले पनि छिटै स्वीकार्छन् जस्तो लाग्छ। तपाईँ यसको उदाहरणको लागि हेर्न सक्नुहुन्छ सुदूरपश्चिम रोयल्समा मेरो जानकारीमा भएसम्म र म गलत छैन भने अहिले 9 जना खेलाडीहरू सुदूरपश्चिमकै जन्म भएका खेलाडीहरू रहेका छन्। त्यस कारणले पनि सुदूरपश्चिमको फ्यान तपाईँ देख्न सक्नुहुन्छ। नेपाल प्रिमियर लिग हुने बेलामा टियु मैदानमा त्यहाँ छडपष्ट रूपमा कुनै म्याच होस् सुदूरपश्चिमको र कुनै अर्को टिमको म्याच होस् भने सुदूरपश्चिमको पहेँलै देख्न सकिन्छ। त्यो खालको स्ट्राटेजी सुदूरपश्चिमले लागू गरिरहेको छ। यो मामलामा पोखरा एभेन्जर्स पनि यो पटक निकै कमजोर देखिएको छ। अघिल्लो पटक केही धेरै प्रदेशका खेलाडीहरूलाई राखेको थियो तर उसले टोलीमा प्रयोग भने गरेन। टोलीमा प्रयोग नै गर्नु छैन भने प्रदेशका खेलाडीहरूलाई बढीभन्दा बढी स्थानीयता बिग्रिने चाहिँ के रहेछ यो चाहिँ मलाई जानकारी भएन। सायद गण्डकी प्रदेशका खेलाडीहरू कम राख्ने निर्णय गरेको पोखरा एभेन्जर्सको छनौट समितिलाई अलि बढी यो विषयमा जानकारी होला। तर जे होस् यो पटक पोखरा एभेन्जर्सले निकै कम मात्रामा मात्र 3 गण्डकी प्रदेशका खेलाडी खरिद गरेको छ। तपाईँलाई गण्डकी प्रदेशका यी 3 खेलाडी खरिद गर्ने पोखरा एभेन्जर्सको निर्णय कस्तो लाग्यो आफ्ना कुराहरू कमेन्ट बक्समा राख्नुहोला। नमस्कार।